सोच्नुहोस् त के होला जब ब्रह्माण्ड बनाउनेहरू नै आपसमा भिड्न थाल्छन्। आज हामी शिवपुराणको एउटा यस्तै गहिरो कथामा डुबुल्की मार्दैछौं। यो कथा हो सृष्टिको, द्वन्द्वको र एउटा ब्रह्माण्डीय रहस्यको। अब हामी समयको सुरु हुनुभन्दा पनि पछाडि जाउँ, एकदमै पछाडि, जब अस्तित्व भर्खरै सुरु हुँदै थियो। त्यहाँ एउटा यस्तो घटना घट्यो, भनौँ न एउटा ब्रह्माण्डीय नाटक जसले सृष्टिको जग नै हल्लाइदिएको थियो। हामीले सोचे जस्तो यो कथा कुनै ठूलो धमाकाबाट सुरु हुँदैन। बिल्कुलै हुँदैन। बरु कल्पना गर्नुहोस् एउटा अनन्त शान्त ब्रह्माण्डीय महासागर हो, त्यहीबाट सुरु हुन्छ। अनि त्यही शान्त सागरमा संरक्षक भगवान विष्णु शेषनागको शय्यामा आराम गरिरहनु भएको थियो। अनि त्यही गहिरो शान्तिबीच एउटा अचम्मको घटना हुन्छ। भगवान विष्णुको नाभिबाट लाखौं सूर्य एकैपटक चम्किए जस्तो एउटा भव्य सुनौलो कमल फुल्छ। हो, यही थियो सृष्टिको पहिलो संकेत। एकदमै सुन्दर, सोच्दै नसोचेको अनि रहस्यले भरिएको। त्यही कमलको भित्रबाट एक प्राणीको आँखा खुल्छ। उहाँ हुनुहुन्थ्यो सृष्टिकर्ता ब्रह्मा, हृदयमा भव्य, शक्तिशाली, तर उहाँ बिल्कुलै एक्लो हुनुहुन्थ्यो। अनि उहाँको मनमा भर्खरै जन्मेको अस्तित्वमा केही आधारभूत प्रश्नहरूले डेरा जमाएका थिए। उहाँको मनमा आएका पहिलो विचारहरू सुन्दा सामान्य लाग्छन् हैन, तर यही सामान्य देखिने प्रश्नहरूले उहाँलाई पहिचान र उद्देश्यको खोजीमा एउटा यस्तो लामो यात्रामा निकाल्नेछन् जुन यात्राले उहाँलाई अनन्तताको गहिराईमा पुर्याउनेवाला थियो। अब आफ्नो मनको प्रश्नको उत्तर पाउन ब्रह्मा एकदमै दृढ हुनुहुन्थ्यो। उहाँले सोच्नुभयो, मलाई जन्माउने यो कमलको मुहान कहाँ छ त? अनि उहाँले त्यही महान कमलको जरा खोज्ने निर्णय गर्नुभयो। अनि उहाँ त्यो कमलको खोक्रो डाँठभित्र पस्नुभयो, अज्ञात गहिराईमा डुब्दै। यो त आफ्नै उत्पत्तिको स्रोत खोज्ने एउटा साहसी यात्रा थियो। तर उहाँलाई के थाहा, यो यात्रा उहाँले सोचेभन्दा कैयौं गुणा लामो र कठिन हुनेवाला छ भनेर। अब यो यात्रा कति लामो थियो होला, कल्पना गर्नुहोस् त। पुराणहरू भन्छन् ब्रह्माले 100 दिव्य वर्षसम्म त्यो डाँठभित्र यात्रा गरिरहनुभयो। 100 दिव्य वर्ष, यो हाम्रो मान्छेको समयको गणनाभन्दा धेरै नै परको कुरा हो। तर यति लामो अथक खोजपछि पनि न कुनै सुरुवात भेटियो, न कुनै जरा, न त कुनै अन्त्य नै। आखिरमा थाकेर हारेर उहाँले फर्कने कोसिस गर्नुभयो। तर उहाँ त त्यो अनन्त डाँठको शून्यमा कता हो कता हराइसक्नु भएको थियो। आफ्नो उत्पत्तिको खोजीले उहाँलाई उत्तर होइन, केवल अनन्त भ्रममा पुर्याइदियो। तर भनिन्छ नि, जब सबै बाटो बन्द हुन्छ तब एउटा नयाँ बाटो खुल्छ। ब्रह्माको जीवनमा पनि त्यस्तै भयो। असफलता र भ्रमको त्यो गहिरो क्षणमा जब उहाँले सबै आशा मारिसक्नु भएको थियो, ठिक त्यही बेला एउटा दिव्य घटना घट्छ। त्यो एक्लोपन र निराशाको बीचमा अचानक स्वर्गबाट एउटा आवाज गुन्जिन्छ, जसलाई आकाशवाणी भनिन्छ। मतलब आकाशबाट आउने दैवी सन्देश। यस्तो सन्देश प्राय एकदमै महत्त्वपूर्ण मोडहरूमा मार्गदर्शन गर्नका लागि आउने गर्छ। त्यो आकाशवाणीले केवल एउटा शब्द बोल्यो, एउटा मात्र, तर अत्यन्तै शक्तिशाली शब्द, तप। अब यो तपको अर्थ के हो त? यसको अर्थ हो तपस्या, अर्थात् गहिरो ध्यान र साधना। यो ब्रह्माको लागि एउटा ठूलो टर्निङ पोइन्ट थियो। बाहिरी संसारमा उत्तर खोल्दा त उहाँ हराउनुभयो होइन। अब उहाँलाई भनियो, बाहिर होइन, भित्र खोज, आत्मचिन्तन र तपस्याबाट सत्य पत्ता लगाऊ। त्यो दिव्य आदेशलाई मानेर ब्रह्माले आफूलाई पुरै समर्पित गर्नुभयो। 12 वर्षसम्म। सोच्नुहोस् त, 12 लामो वर्षसम्म उहाँले कठोर तपस्या गर्नुभयो। आफ्नो उद्देश्य के हो, सत्य के हो भनेर बुझ्नको लागि उहाँले आफ्नो सारा चेतना र ऊर्जा एकै ठाउँमा केन्द्रित गर्नुभयो। तर 12 वर्षको तपस्यापछि पनि उहाँले सोचे जस्तो सजिलो उत्तर पाउनु भएन। बरु उहाँको तपस्याले एउटा यस्तो शक्तिशाली उपस्थितिलाई प्रकट गरायो जसले यो कथालाई फेरि एकपटक नयाँ मोड दिनेवाला थियो। त्यो तपस्याको अन्त्यमा उहाँको अगाडि 4 भुजाधारी भगवान विष्णु प्रकट हुनुभयो, एकदमै तेजस्वी, दिव्य स्वरूपमा। हो, यो वही शक्ति थियो जसको नाभिबाट ब्रह्माको जन्म भएको थियो। तर अहिले उहाँ आफ्नो सम्पूर्ण महिमाका साथ ब्रह्माको सामुने उभिनु भएको थियो। तर यो भेटघाटमा कुनै श्रद्धा वा सम्मान थिएन।
बरु यहाँबाट सुरु भयो दुई दिव्य शक्ति बीच अहंकारको लडाईं। ब्रह्माले भन्नुभयो, म स्वयम्भू हुँ, मैले आफैलाई जन्माएको हुँ। अर्कोतिर विष्णुको दाबी थियो, होइन, म सृष्टिकर्ता र संरक्षक हुँ, तिम्रो जन्म त मबाट भएको हो। यो उनीहरूको सामान्य भनाभन मात्र थिएन है, यो त एउटा ब्रह्माण्डीय झगडामा बदलियो जसले सृष्टिको जग नै हल्लिन थाल्यो। खासमा यो झगडा केमा थियो भने आखिर यो अस्तित्वको मालिक को हो, सर्वोच्च को हो? अब जब यी दुई महान देवताहरूको झगडाले ब्रह्माण्डले खतरामा पर्न थाल्यो, तब त्यहाँ तेस्रो शक्तिको आगमन हुन्छ। एक यस्तो शक्ति जुन उनीहरू दुवैको सोच र कल्पनाभन्दा कैयौं गुणा पर थियो। उनीहरू झगडा गरिरहेको ठाउँको ठीक बीचमा अचानक अनन्त आगोको एउटा विशाल स्तम्भ देखा पर्यो। हो, यही हो ज्योतिर्लिङ्ग, भगवान शिवको निराकार प्रकाश स्वरूप। यो यस्तो स्तम्भ थियो जसको न कुनै सुरु देखिन्थ्यो न कुनै अन्त्य। अनि त्यो अनन्त स्तम्भले उनीहरूको अहंकार र दाबी कति सानो रहेछ भन्ने कुरा छर्लङ्गै देखाइदियो। सोच्नुहोस् त, जसको न सुरु छ, न बीच छ, न अन्त्य छ, जुन उनीहरूको समाजभन्दा नै बाहिर छ, त्यस्तो अपार शक्तिको अगाडि म ठुलो कि तँ ठुलो भन्ने तर्क कति निरर्थक सुनिन्छ होला। उनीहरूको झगडा एकदमै सानो देखियो। र यो कथाले हामीलाई अन्त्यमा एउटा गहिरो प्रश्न सोधेर जान्छ। जब देवताहरू नै आपसमा असहमत हुन्छन्, तब उनीहरूको बीचमा कुन चाहिँ सत्य प्रकट हुन्छ? सायद अन्तिम सत्य कुनै एक सृष्टिकर्तामा मात्रै सीमित छैन। सायद सत्य त त्यो रहस्य हो जसले सबै दावी र सबै द्वन्द्वभन्दा माथि छ।